ल गरौँ। क्वेसन मैले आज पेनको रूपमा आएको थिएँ होइन। हजुरहरू म्युट गरिहाल्नु होला है। म तर क्वेसन म यही भनिदिन्छु, तपाईँहरू म्युट गर्नु ल, प्लिज म्युट गर्नु। आदित्य म्युट गर्नु ल। म्युट गर्नु त उताबाट। आदित्य किरण म्युट गर्नु ल। ल एक नम्बरको क्वेसन के भनेको थियो, एकदमै इजी क्वेसन थियो यो। यसमा ल यो क्वेसन गर्नुभन्दा पहिले थोरै भनिदिउँ कि जस्तै तपाईँले म्याथ 20 मार्कको हुन्छ होइन कोशी प्रदेशमा। म्याथ तपाईँ लहलो 15 देखि लिएर 20 मिनटमा भ्याइदिनुहुन्छ भने तपाईँको 20 देखि लिएर 25 मिनट टाइम बच्न सक्छ है त्यहाँबाट। सक्छ कि भनेर त्यसरी सोच विचार गरेर पनि लेख्न सक्नुहुन्छ। त्यसरी ऱ्याङ्क आउने चान्सेस बढी हुन्छ। र जसले म्याथ पुरै 20 मार्कको 20 मार्क गरिदिनु भयो भने 99% चान्सेस तपाईँको नाम आउँछ। ढुक्क हुनुहोस्, म्याथ राम्रो 20 मार्कको 20 मार्क भयो भने 99% म भन्दैछु सिफारिस हुने पनि चान्सेस बढी हुन्छ र नाम पनि निस्किने चान्सेस धेरै हुन्छ है। ल पहिलो क्वेसन थियो मसिन कोस्टिङ। एक नम्बरको क्वेसन रहेको थियो हेयर मसिनको कोस्ट थियो, इनिसियल कोस्ट। मलाई सन्चो पनि छैन, बाहिर पानी पर्दैछ, लाइट अफ आउनु हुँदैछ। आरएस कति छ? 80,000। म क्वेसन थोरै थोरै भनिदिउँ। यति रहेछ। अनि डिप्रिसिएसन रेट छ है, रेट दिएको छ, लेख्नु होला है। रेट डिप्रिसिएसन रेट दिएको छ 12.5%। भनिरहेछ कि ग्रेजुअली चाहिँ डिक्रिज भइरहेछ ब्यालेन्समा होइन, सन्तुलन रूपमा डिप्रिसिएट भइरहेछ। अनि टाइम रिड्युसिङ टाइम दिएको छ 4 इयर्स भने 4 इयर्स यसरी इयर्स लेख्नु है, कोसिस गर्नु लेख्नलाई। अनि V4 भ्यालु आफ्टर 4 इयर्स कति हुन्छ भनेर। V4 इज इक्वल टु वाट होइन, इज इक्वल टु वाट, यति दिएको छ क्वेसन। हस्, अब भनिरहेछ V4 इज इक्वल टु के हुन्छ है। नेक्स्ट गरौँ। हेर्नुहोस्, V4 इज इक्वल टु हामीलाई थाहा छ V इनिसियल 1 प्लस R बाई 100 को पावर T हुन्छ होइन। अनि यो 80,000 छ, 80,000 प्लस प्लस होइन नि, डिप्रिसिएट भइरहेछ माइनस। ओहो, डिप्रिसिएट भइरहेछ माइनस। अनि कति छ? 12.5% बाई 100 को पावर 4। अब यो अलिक गाह्रो केले बनाइदियो, यसले तपाईँ क्यालकुलेटर युज गर्न सक्नुहुन्छ है। यो 4वटा 0 भइहाल्छ। अनि यो यसबाट घट्यो भने कति हुन्छ? 87.5, 87.5 अनि 100 को पावर कति भइहाल्छ? 4। अब गर्नुहुन्छ भने 80,000 इन्टु 87.5 इन्टु 87.5 इन्टु 87.5 इन्टु 87.5 यति छ, डिभाइड बाई यसमा 6वटा 4 कति 8वटा 0 4 अनि 4 4 8। यो 4वटा 0 क्यान्सल, यो 4वटा 0 क्यान्सल। यसरी सोल्युसन गर्नु अनि जे आयो त्यो एन्सर हुन्छ। अनि लास्टमा के गर्नुहोस्, तल सबभन्दा तल के गर्नुहोस्, हेन्स गरेर लेख्नु होला, क्यालकुलेटर युज गर्नु है। ल अनि दोस्रो नम्बरको क्वेसन पनि इजी रहेको थियो। यो क्वेसन गाह्रो हुनुको कारण के थियो? गाह्रो हुनुको कारण यो हो, यो तपाईँले मल्टिप्लाई गर्न, यो 12.5% यो गर्ने हो। सर हजुर यो बुझ्छ नि, एक नम्बरकोमा एकचोटि देखाउनु त।
हजुरको आवाजै आएन। पर्खिनुहोस् है, म साउन्ड अन गर्दैछु। फेरि भन्नुहोस् त, फेरि भन्नुहोस् त, फेरि। मैले भनेको नि यो ए एक नम्बरको मान त्यो हजुर त्यो ए 87 नगरेर सिधै एट्टी त्यो सानो सेभेन एट आउँदैन 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 आउँदैन। तपाईँ यसको मतलब क्यालकुलेटर युज गर्नुहुन्न। तपाईँ क्यालकुलेटर युज गरिरहनु भएको छैन है, त्यसरी त बर्बाद हुन्छ। त युज गर्नुहोस्। तपाईँलाई झन् सहयोगी चाहिन्छ, तपाईँले चाहिँ एक्सपर्ट भएर जानुपर्ने छ सर त्यहाँ। होइन, हुँदैन त्यसमा, पावर डाइरेक्टै हुँदैन। डाइरेक्टै पावर हुँदैन। त्यस्तो त्यस्तो क्यालकुलेटर युज गर्न पाउनुहुन्न है। सिम्पल क्यालकुलेटर अस्ति मैले हेराइदिएको थिएँ नि तपाईँलाई, कस्तो क्यालकुलेटर भनेर, सिम्पल क्यालकुलेटर। र यो क्यालकुलेटर मैले कहाँ हालेँ? सिम्पल क्यालकुलेटर तपाईँलाई चाहियो, सिम्पल, एकदम सिम्पल चाहियो। कहाँ हाले बच्चाले लगो कि अर्को मलाई रुममा छ थाहा कि? मलाई थाहा छ ल ल, म्युट सिम्पल गर्नुहोस् है, म्युट गर्नुहोस्। ल म्युट गर्नुहोस् आदित्य। ल दोस्रो नम्बरको क्वेसन गरौँ, यो पनि इजी छ। हस्, दोस्रो नम्बरको क्वेसनमा के भन्दैछ? भेहिकल वाज पर्चेज फर आरएस 5 लाख। होइन, इनिसियल, फेरि भी नट इजिकल टु, एउटै च्याप्टरबाट दिएको थिए। इनिसियल भ्यालु भी नट, हस्, भी नट इजिकल टु आरएस 5 लाख छ। आरएस 5 लाख छ है। अनि त्यसपछि डिप्रिसिएट एट रेट 15% पर इयर युजिङ द स्ट्रेट लाइन मेथड। मतलब इनिसियली ब्यालेन्स मेथडमा अब डिप्रिसिएसन भ्यालु पनि लेख्न पाउनुहुन्छ, नत्र रेट भ्यालु भन्दैछु, रेट, नत्र डाइरेक्ट रेट लेख्दा नि भयो, केही भएन। यो 15% हो। टाइम भनेको छ इजिकल टु वाट? टाइम इजिकल टु वाट? तर भीटी भ्यालु आफ्टर डिप्रिसिएसन दिएको छ। होइन, डिप्रिसिएसन पछिको भ्यालु दिएको छ। भ्यालु आफ्टर डिप्रिसिएसन भीटी इजिकल टु दिएको छ कति? 2 लाख दिएको छ, 2 लाख। हस्, नेक्स्ट गरौँ। देन वी हेभ, हामीसँग छ के? भीटी इजिकल टु भी इनिसियल 1 - R/100 को पावर कति? टी हो। टी सोधेको छ, यही सोधेको छ हामीलाई। ओ 2 लाख, 2 लाख इजिकल टु 5 लाख इन्टुमा, अब यो नदिँदा पनि भयो। अब 1 - 15% छ, डिभाइड बाई 100 को पावर टी। हस्, ओर है, यो यता आइहाल्छ, नत्र डाइरेक्टै 5वटा जिरो काट्न पाउनुभयो, केही अप्ठ्यारो छैन। अब 2/5 अनि 85/100 गर्न पाउनुभयो को पावर टी। अब यहाँ केही छैन भने हेर्नुहोस्, यो केही छैन, यसको पावरमा के छ? तलमाथि काट्न पाउनुहुन्छ। यो भ्यालु थोरै कतै रङ भयो होला। 2 लाख को सट्टामा अर्कै हुनुपर्ने भ्यालु। अब 5ले काट्दा कति आउँछ? माथि 17 आइहाल्छ, तल 20 आउँछ। यो बेस सेम हुनुपर्ने थियो है, यो बेस सेम हुनुपर्ने थियो, बेस सेम भएन। बेस सेम भएन। यसलाई यति नगरिकन 1,70,000 गर्नुहुन्छ भने आउन सक्छ। 4वटा जिरो अनि 2ले काट्दा 25, त्यो पनि हुँदैन। यो मिस्टेक भयो, भ्यालुए मिस्टेक भयो यहाँ हो। यसरी जस्तै, अब यहाँ जस्तै म भन्दैछु, यहाँ 17ले काट्दा यो 17 हुन्थ्यो, 5ले काट्दा तलमा 20 हुन्थ्यो, यहाँ पनि 17 हुनुपर्ने थियो, तल 20। या कि बेस सेम भयो। जस्तै म एउटा इक्जाम्पल दिएर हेराउँदैछु। यहाँ 2/3 को पावर 2 छ।
यहाँ ए बाई बी को भ्यालु को पावर 2 छ, त पावर पावर सेम भयो भने बेस पनि सेम हुन्छ। ए इज इक्वल टु 2, 3 इज इक्वल टु बी। या कि बेस सेम छ, जस्तै जस्तै 8 को पावर 2 छ अनि 8 को पावर टी छ भने देयरफोर टी को भ्यालु 2 हुन्थ्यो। हस्, टी को भ्यालु 2 हुन्थ्यो। यो हुन सक्थ्यो है, यसरी यो सोलुसन आउनु पर्ने। यो भ्यालु मिस्टेक रहेको छ सायद। ल नेक्स्ट गरौँ 3 नम्बरको। 3 नम्बरको हेयर। अब इनिसियल भ्यालु कति छ यसको? द कोस्ट अफ फोटोकपी मसिन इज 60,000 इन्टु डिप्रिसिएट बाई, एक सालमा पहिलो सालमा 10%, दोस्रो सालमा 15% र तेस्रो सालमा 20%ले डिप्रिसिएट भइरहेछ भने लास्ट V3 इज इक्वल टु कति हुन्छ त हेर्नुहोस्। यो कति छ इनिसियल भ्यालु? इनिसियल भ्यालु V naught is equal to 60,000, RS 60,000। हस्, अनि अरू भन्दैछ कि V3 इज इक्वल टु T इज इक्वल टु सोधेकै छ 3 वर्षपछि। R1 इज इक्वल टु कति प्रतिशत? 10%। R2 इज इक्वल टु कति? 15%। अनि R3 इज इक्वल टु कति? 20%। यो डिप्रिसिएसन यहाँ लेख्नु होला है, डिप्रिसिएसन रेट। रेट R1 इज इक्वल टु लेख्नु होला, फेरि यसको लेख्नु होला तल। अब V3 इज इक्वल टु व्हाट हैन, भ्यालु आफ्टर 3 इयर्स। भ्यालु अफ मसिन यसरी लेख्नु होला, भ्यालु मसिनको भ्यालु अफ मसिन आफ्टर 3 इयर्स। V3 इज इक्वल टु व्हाट, यसरी लेख्नु होला। अब हामीलाई थाहा छ हैन, we know that V3 is equal to V initial अनि 1 minus R1 by 100 पावर हुँदैन किनकि अर्को पनि छ 1 minus R2 by 100 अनि 1 minus R3 by 100, R3 by 100। अब यो गर्नुहुन्छ भने यसको भ्यालु कति थियो? 60,000 इन्टु अब यो कति छ? 1 minus 10 थियो, 10%, 10 by 100, 1 minus 15 by 100 अनि 1 minus 20 by 100 यस्तो छ हैन। अब गर्नुस् 60,000 इन्टु 90 by 100 इन्टु 85 by 100, यसलाई सोल्भ गर्दा यति आउँछ है, यसलाई सोल्भ गर्दा यति इन्टु 80 by 100। यो दुईटा जिरो क्यान्सल, यो दुईटा जिरो क्यान्सल, यो दुईटा जिरो क्यान्सल, माथिको दुईटा जिरो क्यान्सल, यो दुईटा जिरो क्यान्सल, यो दुईटा जिरो क्यान्सल। अब गर्नु 6 इन्टु 9 इन्टु 85 इन्टु यो 9 छ 8। अब यो गर्नुहुन्छ भने कति आउँछ? मल्टिप्लाई गर्नुस्, 9 72 अनि 72 6 दुना 12 अनि 7 छक्के 42 1 तिर 40 यति इन्टु 85 आयो। यसलाई मल्टिप्लाई गर्नुस्, 85 टु जा कति भइहाल्छ? 170 को 0 हातमा 17, 85 3 जा कति आउँछ? 8 तिर 24 55 आउँछ है, 255 अनि 17 क्यालकुलेटर के भयो? 255 अनि 17 72 भयो, 272 अनि 27 आयो। अनि त्यसपछि यो 17 दुना 34 340 अनि 17 2 27 340 27 367 अनि कसरी भयो हौ? दुईटा जिरो कसरी मिस्टेक भयो? यो 6 9 8 5 यो दुईटा जिरो यति त नहुनु पर्ने, कति आयो? 36,072 36,000 आएको छ हो, यही हो एन्सर। मलाई लाग्यो यो 4वटा अक्षर भयो 36 पछि भनेर। 36,720 रुपियाँ हुन्छ उसको डिप्रिसिएसन। अनि हेन्स लेख्नुस्, हेन्स
हेन्स V3 इज इक्वल टू 36,720 एन्सर। त्यही एन्सर लेख्नु, यही एन्सर लेख्दा नि भयो। हस्, अब नेक्स्ट गरौँ। यो 4th नम्बरको क्वेसन एकदमै गाह्रो थियो। ल 4th नम्बरको क्वेसन गाह्रो थियो, हेर्नुहोस्। Here an equipment cost RS 1,20,000 हैन। अब 1,20,000 छ इनिसियल भ्यालु 1,20,000, तर सुरुको इयरमा घट्यो 10,000 हैन। फर्स्ट इयरमा घट्यो 10,000। फर्स्ट इयरमा डिप्रिसिएटेड भ्यालु भनेको छ, भ्यालु डिप्रिसिएटेड भ्यालु, भ्यालु पहिलो इयरमा इन फर्स्ट इयर इज इक्वल टू 10,000 हैन। अनि दोस्रोमा कति, सेकेन्डमा कति 9,000। अब हेर्नुहोस् तेस्रोमा कति, तेस्रोमा भन्दैछ यति घट्यो भनेर। हो घटी त रहेछ, तर कस्तो घटिरहेछ, यसको 10% कम यो सालमा घट्यो, यसको 10% यो सालमा घट्यो। अनि फोर्थ इयरमा फेरि 10% यसको घटाउँदा कति आउँछ, 810 घटाउनुहोस् 8100बाट। 8100बाट घटाउनु भयो भने 7300 आयो, 7290 आयो, 7290। अब यसको पनि 10% हैन, 729 रुपियाँ अझै घटाइदिनुहोस्। 729 घटाउनु भयो भने कति आउँछ, 729 घटाउनु भयो भने 1 अनि यो रहन्छ 729, अनि यो 2 घट्यो कतिबाट 8बाट भने 6, अनि 2बाट 7 घट्यो 12बाट 5, यसको घटाइ दिउँ न, 729 घटाइ 1, अनि योबाट घट्यो भने 7, अनि यो 12बाट यो घट्यो भने कति 5, अनि यो 6, 6500। फोर्थ इयरमा यति, फोर्थ इयर हैन, फिफ्थ इयरमा कति घट्यो यति। अब भन्दैछ के कि कति टोटल भ्यालु डिप्रिसिएट भयो त सबैलाई जोडिदिनुस्, यो सबै जोडिदिनुस्। 10 9 19 अनि 8 कति 27,100, यसरी जोड्नुस्। यो डिप्रिसिएटेड भ्यालु टोटल डिप्रिसिएटेड भ्यालु कति 10,000, 9,000, 8100, अनि 7390, 7290, अनि अर्को कति थियो 6571, 6571 हो। यो भयो उसको डिप्रिसिएटेड भ्यालु 1,9716, अनि 5,3,819, सर यो भयो। अनि इक्वल टु कति बी 5 साल पछि कति हुन्छ त 60,000, कति छ 60,000 हैन 1,20,000 थियो, 1,20,000, 1,20,000 माइनस 40,961 गर्नुस्, यो जति आउँछ त्यति एउटा एन्सर भइहाल्छ। हस्, ल तपाईहरु भिडियो हेर्नुभयो भयो होला भने मलाई पनि सब्स्क्राइब गरेर हेल्प गरिदिनु होला। धन्यवाद।